चीनले दियो ठूलो चेतावनी, नेपालतर्फ फेरि बाढीको खतरा। चीनले छोछेन खोला र पुरेपु छाङपो नदीको संगममा बनेको प्राकृतिक बाँध सहितको ताल आगामी 3 दिनभित्र फुट्न सक्ने उच्च जोखिम रहेको जनाएको छ। प्रलयकारी रसुवा बाढीकै बीच आयो अर्को चेतावनी, बोले वैज्ञानिक र विज्ञ। खासमा भएको के हो, फेरि के हुँदैछ? बाढीले बगाएका मान्छेको सुन निकाल्ने मानव रूपी दानवलाई बज्यो खतराको घण्टी, हुन सक्छ 7 वर्ष जेल। देश विदेशबाट बालेन सरकारलाई सहयोगको ओइरो, अहिलेसम्म खातामा कति भयो जम्मा भएको रकम धमाधम यसरी गरिँदैछ पीडितको राहत र उद्धारमा खर्च। हलिउड फिल्मलाई नै बिर्साउने गरी प्रधानमन्त्री बालेन र गृहमन्त्री सुदनको एक्सन, चकित पार्ने गरी आयो प्रहरीकै रियाक्सन, जसले कब्जा गरेका थिए सिंहदरबार कोचिए सदर खोर। कैदी भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोट बाहेकका नेपाली र विदेशी गरी 1433 जना सम्पर्क विहीन। रसुवा र नुवाकोट बाहेक देशका 7 प्रदेशका 916 जना र विदेशी नागरिक 517 जना बेपत्ता। कोशी तिब्बतको ताल फुट्दा नेपालमा भयानक प्रलय, भूकम्पदेखि विनाशकारी बाढी छिर्दासम्म के भयो, यस्तो छ टाइमलाइन। बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीसँगै तीर्थयात्री बोकेका सहित करिब 300 वटा यात्रुवाहक बस बेपत्ता भएको खुलेको छ। भोटेकोशी बाढीले रसुवाका 13 सहित 41 पुलमा क्षति पुर्याएको छ र 40 किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भई जिल्ला सडक सम्पर्कबाट विच्छेद भएको छ।